नमस्ते, नेपाल अस्ट्रेलिया बुलेटिनमा यहाँलाई स्वागत छ। हामी यतिखेर अस्ट्रेलियाको नेपाली समुदायका बारेमा केही महत्त्वपूर्ण कुराहरू गर्न गइरहेका छौँ। हामीसँग हुनुहुन्छ सुदीप सुवार, डिटेक्टिभ सर्जेन्ट, एक्टिभ रिजनल कोअर्डिनेटर र सेन्ट्रल मेट्रोपोलिटन रिजनमा हुनुहुन्छ उहाँ, र उहाँ प्रहरी अधिकृतका रूपमा अस्ट्रेलियामा कार्यरत हुनुहुन्छ। मैले सुदीप सुवारलाई नेपाल अस्ट्रेलिया बुलेटिनमा स्वागत गरेँ। नमस्ते। मैले पहिलो प्रश्न के सोधेँ भने अस्ट्रेलिया नेपाली विद्यार्थीहरूको शैक्षिक गन्तव्यका रूपमा पहिलो रोजाइ बनेको छ। नेपाली विद्यार्थीहरूको सङ्ख्या वात्तै बढेको छ र लगभग एनएसडब्ल्यू राज्यमा मात्र 45,000 भन्दा बढी विद्यार्थीहरू अध्ययन गर्छन् र कतिपय सवालमा नेपालबाट भर्खरै आएका विद्यार्थीहरू यहाँको कानुनी ज्ञान नपाएर कति अनाहकमा दुःख पनि पाएका छन्, कति जान्दा जान्दै पनि दुःख पाए होलान्, तर धेरैले यहाँको कानुनी सुरक्षाका विषयमा जानकार नहुँदा धेरै खाले घटनाहरूबाट पीडित बन्नु परेको अवस्था पनि छ। तपाईँ अस्ट्रेलियन प्रहरीको एउटा अधिकृत हुनुहुन्छ, के गर्नुहुन्छ, के गर्नु हुँदैन, के गर्न पाइँदैन, कसरी सुरक्षित रहने र कसरी यस्ता गतिविधिबाट बच्ने बारेमा केही बताइदिनुहोस् न। थ्याङ्क यू। पहिलो कुरा म के सेयर गर्न चाहेँ भनेपछि पहिला यहाँ नेपाली यो कन्ट्रीमा ल्यान्ड गरेपछि कसलाई फोन गर्ने यदि आफू ट्रबलमा भयो भने। फर इक्जाम्पल तपाईँको जस्तो अब हाम्रो नेपालमा त 1-800 नम्बर भन्छौँ तपाईँको, यहाँ चाहिँ 000 भन्छौँ। यदि कुनै पनि अर्जेन्ट म्याटर भनेको मतलब लाइफ थ्रेटनिङ म्याटर छ भने चाहिँ तपाईँले चाहिँ 000 डायल गर्नुभएपछि हामीसँग यस्तो कोअर्डिनेसन सिस्टम छ कि तपाईँ कहाँ हुनुहुन्छ हामीले तुरुन्त तपाईँलाई GPS ट्र्याक गर्न सक्छौँ। एक यदि चाहिँ नन इमर्जेन्सी त्यो 000 चाहिँ तपाईँहरूले आफूलाई लाइफ थ्रेटनिङ भयो भने मात्र कल गर्नु होला। यदि चाहिँ नन इमर्जेन्सी म्याटर छ अथवा कुनै तपाईँले केही रिपोर्ट गर्न चाहनुभयो कुनै क्राइमको बारेमा अथवा तपाईँ नै भिक्टिमाइज हुनुभएको छ, तपाईँको घरमा कुनै चोरी भएको छ र तपाईँले अब पुलिसलाई रिपोर्ट गर्न चाहनुभयो भने चाहिँ म अर्को नम्बर सेयर गर्न चाहन्छु, जुन नम्बर हो 131444 र अर्को पनि एउटा नम्बर छ जुन चाहिँ क्राइम स्टपर्स भन्छौँ। म एकदम स्ट्रङ बिलिभर हो पुलिसिङ विदाउट कम्युनिटीको सपोर्टबाट पुलिसिङ गर्न एकदमै गाह्रो हुन्छ। यो नम्बर चाहिँ हामी कति बेला युटिलाइज गर्छौँ भनेपछि चाहिँ तपाईँ आफूले चाहिँ आफ्नो आइडेन्टिफाई दिन नचाहनु भएको खण्डमा चाहिँ र तपाईँले क्राइम देख्नुभएको छ अथवा कुनै क्राइम विटनेस गर्नुभएको छ भने चाहिँ तपाईँले चाहिँ त्यति बेला चाहिँ 1-800-333-000 मा कल गरिदिनु होला। यो नम्बर चाहिँ हामीले चाहिँ यो तपाईँको आफ्नो आइडेन्टिटी चाहिँ हामीले सप्रेस गरेर राख्छौँ र तपाईँको के अरे स्वीकृति बिना हामी त्यो डिटेल्सहरू हामी तपाईँलाई कसैलाई